हेलो हाई नमस्कार फेरि पनि मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज म तपाईहरुलाई हाम्रो वरिपरि गाउँ अनि सानो बजार एरिया देखाउन गइरहेको छु। स्किप नगरिकन हेर्दिनु होला, माया गर्दिनु होला। धन्यवाद। हाम्रो बिहानको समय यस्तो छ। साना हामी कहाँ गएको भन्देऊ त? हामी तरकारी लिन जाँदैछौँ। हेलो बिहाना चीज आजको हाम्रो भ्लग हेरिदिनु होला। लाइक कमेन्ट शेयर सब्सक्राइब पनि गरिदिनु होला। आज म भट्टराई चोक देखाउन गइरहेको छु। कस्तो छ हेर्नु होला। बिहानको समय हामी ग्यास लिन चाहिँ यहाँ आउँछौँ। बिहान चिज गरिदेऊ न त फेरि। मेरो ठुलो दिदी, मेरो नातिनी। पाइन्छ पाइन्छ। जाने त यसलाई चाहिँ भट्टराई चोक भनिन्छ। यहाँ चाहिँ यो चाहिँ भट्टराई चोक हो। यो हो भट्टराई भेराइटी हाम्रो सानो बजार हेर्नु होला। सब्जी दोकान यहाँबाट चाहिँ हामी बस पार्क काकरभिटा बस पार्क जान्छौँ। अचल त जे ओए आमाले ल्याइदिनु भइसक्यो त लुगा। चिज फेरि बजारमा भन्दा बरु यता बाहुनागी रोड चाहिँ अचल पुरा भिड हुन्छ क्या। डालमिया पानीको बोतल हामी चाहिँ मिजोरामको दोकान आएको छौँ।
उता हेरौँ न पहिले मिजोरामको। ल ल यो चाहिँ बुटिक हो, आधी मात्रै खोलेको छ, करिश्मा बुटिक। हामी चाहिँ मिजोरामको दोकानमा आएको छौँ। यहाँ सब्जीहरू पनि पाउँछ। यो चाहिँ मिजोरामको दोकान हो। हामी यहाँनिर सामानहरू, किराना सामानहरूदेखि लिएर सब्जीहरू सबै पाउँछ। डाइपर पनि पाउँछ यहाँ। हामी चाहिँ आउने यही हो जहिले पनि हाम्रो घरको सामानहरू किन्नलाई। ग्रोसरीको सामानहरू चाहिँ हामी यहाँनिर लिन्छौँ। यहाँ सबै थोक पाउँछ। अबिना यहाँ आऊ। हाई। देखाउँदैछु त। यहाँ सब थोक पाउँछ सस्तो भन्नाले सुपथ मूल्यमा पाउँछ। होलसेल दोकान हो। यहाँ चाहिँ जहिले भिड हुन्छ यस्तै सामानहरू लिन आउनेको। म भ्लग बनाउँछु नि त। हाम्रो उहाँ चाहिँ टिका दाजु हुनुहुन्छ हाम्रो गाउँको। धन्यवाद। ए हो, हामीलाई पनि बोलाउनु होला। उहाँ चाहिँ प्रिन्स हुनुहुन्छ। ऊ चाहिँ हाम्रो प्रिन्स है, यो मिजोराम दोकानको युवराज। युवराजको मम्मी है। यो मिजोराम पसलको चाहिँ ओनर हुनुहुन्छ उहाँ। कसको पसल हो बिहान? खयो भनेको। उहाँ चाहिँ हाम्रो दाजु हुनुहुन्छ, हाम्रो गाउँको दाजु। यहाँ दुध पनि पाउँछ। यहाँ नपाउने सायद केही पनि छैन है। उहाँ पनि ओनर हो यो दोकानको मेन साउजी। यहाँ नपाउने चाहिँ सायद केही पनि छैन होला है। साना साना आज म मिजोरामको दोकानमा आएको छु सामानहरू किन्नलाई। हेर्दै गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। मालिकले आफै काम गर्नुहुन्छ यहाँ हेर्नु।
यो बोरा चाहिँ हटाइदिँदैन भइसक्यो